तर यो मोरल इथिकल कुरा हो, यो बाध्यकारी हुँदैन। मैले देख्दाखेरि यसको प्रथम दृष्टिमै रहेको समस्या चाहिँ यहाँ हो। जेएनजीले रोडम्याप दिन नसक्नु, जेएनजीसँग अहिले तालमेल मिलेको अवस्था नहुने। हिजो पनि तपाईँले जुन देख्नुभयो सिंहदरबारमा जेएनजी भनेर एउटा समूह उफ्रिरहेको हो कि होइन। अब सुनेअनुसार 23 जेएनजी समूहले राष्ट्रपतिलाई प्रधानमन्त्री फिर्ता बोलाउन सम्बन्धमा फिरादै हालेको छ उनीहरूले। भनेपछि 23 वटा समूह त त्यहाँ रहेछ भन्ने बुझियो। मैले सुनेको 28 समूह छ जेएनजीको पनि। अब जेएनजी नै को हो प्रश्न भएन। सुदन गुरुङ घर घरमा हिँडिरहेको छ अहिले। अब भोलि त यहाँ रक्तपात र हिंसा होला जस्तो। किसान श्रेष्ठको घरमा जाने, अन्य बारा जाने, जेएनजीको अगुवा नै सुदन गुरुङ भइरहेका छन् नि डाक्टर साहब। अब त्यो अगुवातिर म गइन, तर घर घरमा जानु त गम्भीर विषय हो नि त। यो त मेरो त्यो घरमा जानेले भोलि मेरो म जेएनजी भनेर अर्को मेरो घरमा आइदेला, कसरी सामना गर्ने त हामीले त्यसलाई? यतातिर मात्रै मैले भन्न खोजेँ। अब सुदन गुरुङ के कस्तो भन्नेतिर चाहिँ म फेरि गइन। डाक्टर साहब अब के होला यस्तो अवस्था छ, यहाँ सेनाले आयोगलाई नमान्ने, प्रधानमन्त्रीलाई जेएनजीले नमान्ने, अब गृहमन्त्रीलाई सुदन गुरुङले नमान्ने, यो कसैलाई नमान्ने अवस्था जुन जेएनजी आन्दोलनपछि बनेको छ, यसको कारण चाहिँ के हो? अनि कारण त रोडम्यापको अभाव। बुझ्ने भाषामा भन्दा रोडम्याप नभएपछि त्यो सरकारले के गर्ने त? रोडम्याप हुनुपर्ने। तपाईँ हामी यहाँ छौँ होइन, जस्तो हाम्रो समय सीमा छ। तपाईँले हातमा मोबाइल लिनुभएको छ, क्वेसनर पनि होला। अब जथाभावी भन्न थाल्नुभयो, जथाभावी गर्न थाल्नुभयो भने त अनि के हुन्छ त भने नि त्यहाँ हामीले मध्यनजर 1 घन्टाभित्र भन्ने छ, 10 वटा क्वेसन भन्ने छ, त्यसको फेरिमा हामी हिँड्छौँ होइन त। अब जे मन लाग्यो त्यो हुन थाल्यो भनेदेखि त अनि कतिपय अवस्थामा हामी हात छोडाछोड भएको, मुख छोडाछोड भएको पनि देख्छौँ नि। अहिलेको अवस्था त्यही हो। त्यसो गर्न पाइँदैन, निर्दिष्ट हुनु पर्यो। त्यसको लागि चाहिँ रोडम्याप चाहियो। अब रोडम्याप कसले दिने त भन्दा जेएनजीले। उसले दिएन त्यो कुरा। प्रधानमन्त्रीले चाहिँ म 72 सालको संविधानप्रति शपथ खान्छु भन्नुभएको छ। 72 सालको संविधानमा शपथ खाने बित्तिकै त राजनीतिक दलहरूको अस्तित्व बहाल छ, पदाधिकारीहरू बहाल छन्, देशको नियम कानुन बहाल छ। अनि उहाँ त एउटा पूर्व प्रधान न्यायाधीश भइसकेको व्यक्ति, त्यो कुरा उहाँ बुझ्नुहुन्छ। त्यहाँभन्दा बाहिरमा अब गृहमन्त्री पनि कानुनकै ग्रेजुएट भयो, कानुन व्यवसायी। अब अहिले गृहमन्त्री अहिले राजीनामा दिनुपर्छ, भरे राजीनामा दिनुपर्छ भन्छन्। गृहमन्त्री राजीनामा दिनु पर्यो भन्ने दबाब त बढिरहेको छ, प्रधानमन्त्रीमाथि पनि गृहमन्त्रीमाथि पनि डाक्टर साहब। त्यो भयो। अब त्यस्तो किन भयो त भन्दाखेरि यिनीहरूको अपेक्षा एउटा थियो, अपेक्षा अनुसारको त्यहाँबाट आपूर्ति भएन। अब कहाँ मिसफायर भयो त भन्दा जसले उनीहरूलाई त्यहाँ पठायो एउटा लिखित रोडम्याप त्यहाँ छैन। मैले पहिला नि भनेको थिएँ, जस्तो 46-47 सालको जनआन्दोलनपछि राजा वीरेन्द्रले आन्दोलनकारीहरूसँग राजदरबारमै प्रत्यक्ष कुराकानी गरेका थिए। कृष्णप्रसाद गएको थिए, क्यार साना गएकी थिइन्, राधाकृष्ण मैनाली गएको थिए, यसरी गएको थिए र उनीहरूको बिचमा सहमति भयो। सहमति भएर चाहिँ 19 सालको संविधानलाई 47 सालको संविधानद्वारा प्रतिस्थापन गर्ने र अरू चाहिँ दलमाथिको प्रतिबन्ध फुकाउने इत्यादि गर्ने भन्ने सहमति भयो। त्यो अनुसार 47 सालको संविधान बन्यो। अन्तरिम सरकारले संविधान र आम निर्वाचन गरिदियो, सत्ता हस्तान्तरण भयो, सक्यो। अब 62-63मा 62-63मा कस्तो भयो भन्नु तपाईँलाई थाहा छ? कस्तो भयो 62-63मा? भारतमा 12 बुँदे सहमति भयो, माओवादीलाई शान्ति प्रक्रियामा ल्याइयो, संविधान सभा र अरू रोडम्यापहरू निर्दिष्ट भए, अन्तरिम सरकार बन्यो। संविधान सभाको निर्वाचन मार्फत पहिला अन्तरिम संविधान भयो, त्यसले सर्टेन चाहिँ आधार र रोडम्यापहरू दियो। अनि चैत्र 28 गते 2064मा पहिलो संविधान सभा भयो, असफल भयो। दोस्रो संविधान भयो, 72 सालको संविधान। ए होइन कुरो। अनि अहिले चाहिँ जेएनजी विद्रोह भयो। हजुर, जेएनजी विद्रोह पछि मैले बडो जुक्ति निकालेर भनेको छ राष्ट्रपतिले अहिलेको सरकारको प्रधानमन्त्री चाहिँ गठन गर्नुभयो। अब मैले भने प्रथम दृष्टिमा यो गल्ती भयो, तर
दुईटा तीनटा कारणले यो गल्तीलाई नकोट्याउँ भने मैले। पहिलो त महिला प्रधानमन्त्री भयो, यो इतिहासको रचना हो, यसलाई हामी बचाउ गरौँ, पहिलो कुरा यो हो। दोस्रो कुरा चाहिँ योलाई हामीले अस्वीकार गर्यौँ भने समाजमा चाहिँ अस्तव्यस्तता र अराजकता पैदा हुन सक्छ। त्यसले चाहिँ समाजको जुन एउटा एकत्व र सद्भाव छ त्यो खलबलिन सक्छ। त्यसकारण हामी यो विवादतिर नजाउँ। तर प्रधानमन्त्रीले चाहिँ अब मन्त्रीमण्डल विस्तार गर्दाखेरि जेएनजीलाई प्राथमिकतामा राखौँ, मैले यो भने। त्यसपछि उहाँले दुईटा मन्त्री फेर्नुभयो, जेएनजीको मान्छे नै छैन त्यही। त्यसपछि फेरि विस्तार गर्नुभयो, जेएनजी भन्ने त विषय नै छैन। अब जब विषय नै छैन भने अनि त्यो विषयले यहाँ कसरी चाहिँ स्थान पाउँछ त? भएको त यही हो नि त कुरा। त्यही डाक्टर साहब, यो आन्दोलन पछाडि डाक्टर अभिषेक सिंहको नाम पनि आयो। एउटा बन्द कोठाभित्र बसेर यो पहिल्यै प्लानिङ थियो, को प्रधानमन्त्री बन्ने, कोलाई मन्त्री बनाउने भन्ने कुरा पहिल्यै प्लानिङ थियो। यो आन्दोलन पनि लगभग प्लानिङकै आन्दोलन हो। त्यहाँ 19 जना युवाको ज्यान गएपछि दोस्रो दिन उग्र बनेको मात्रै हो। यो पहिल्यै यो खालको चाहिँ रणनीति थियो भन्ने कुराहरू अब यहाँ बारबारा फाउन्डेसन, समता फाउन्डेसन, एनजिओ, आइएनजिओका कुराहरू पनि आइरहेका छन्। यो प्री प्लानिङको चाहिँ काम हो यो सरकार, यो जो मन्त्री भए, प्रधानमन्त्री भए भन्ने कुरा जुन आइरहेको छ डाक्टर साहब, यसलाई कसरी हेर्नुहुन्छ? त्यसो भने यो जेएनजी भन्नेले हो हल्ला किन गर्नु पर्यो त? त्यसो भने तपाईँले भनेको त्यो हो भने जेएनजी त यसमा स्टेक होल्डरै भएन नि त। तपाईँले भनेको अभि सिंह, बारबारा, डाक्टर अभिषेक सिंहको कुरा आएको छ। त्यसो भने हामीले किन यसमा बहस गर्ने त? यसमा जेएनजीको विषय नै आकर्षित हुन्छ। यिनीहरू त अर्कै प्रवृत्ति हुन्, यिनलाई हामीले चाहिँ किन लाइमलाइटमा ल्याउनु? त्यसो भने अभिषेक ल्याए, अभिषेकले चाहिँ सारा कुरा गरे, सुशीलालाई प्रधानमन्त्री बनाए, बारबारा भयो, समता भयो, सक्यो। के डिबेट गर्ने? त्यसो भने क्लियर हुनु पऱ्यो नि त के हो म्याटर भने त। यदि यिनीहरूले गरेको हो भने सक्यो, अभिषेकले बनाए, बारबारा भयो, मेगेसेसे पुरस्कार पाउनेहरू भए, सक्यो। किन लडाइँ गर्ने? हामीले बेकारमा दुनियाँ रिसाउँछ, जातीय आधारमा फेरि हाम्रो एउटा यस्तो भएको नसहने भनिदिन्छन्, किन हामी कोपमा हुने? सक्यो। अभिषेकले सब गरे रहेछ, बन्द कोठाभित्र गरेको रहेछ, त्यति नै बेर चाहिँ यो सेट रहेछ। म त के भन्दैछु भने यो चाहिँ हेफेजेटली भयो। जेएनजीले 3टा बुँदा लिएर सडकमा विद्रोह गरे, कसैले जेएनजीको मागलाई चाहिँ अपहरण गरेपछि यो सरकार बन्यो। समस्याको जड यहाँ हो। मेरो भनाइ चाहिँ यो छ। अब तपाईँहरू यो मान्नुहुन्न अभिषेक सिंहले गरेको सबै प्री प्लान थियो अनि भनेको त के कुरा गराएको त यहाँ? अब डाक्टर साहब, नेपालको जहिले पनि राजनीतिक अवस्था अस्थिर, शङ्कास्पद र एउटा चाहिँ शङ्काको घेराभित्र र कसैबाट परिचालित भन्ने विषय कताबाट आइरहेको छ? यो चाहिँ विश्व भू राजनीतिक अवस्थाले हो कि के हो? अनि विश्व भू राजनीति पनि हुन्छ, तर देख्ने मान्छेले त सुरुमै देखेका थिए। जुन दिन केपी ओली चीनको भ्रमण गए त्यही दिन उनीहरूको जागिर खुस्क्यो त मैले नै भनेको थिएँ। क्लियर छ नि त। नदेख्नु दृष्टिविहीनहरूको समस्या हो, अन्यथा यो त नाङ्गै भइरहेछ त। जब चुचे नक्साको प्रश्न उठ्यो, जब केपी ओलीले पुटिनसँग हात मिलाए, उनलाई रसामा निम्ता भयो, भिक्ट्री परेडमा भाग लिए, चीनसँगको यो सेक्युरिटी र के थियो अर्को एउटा चिनिया प्रोजेक्ट BRI होइन, जस्ता विवादास्पद प्रोजेक्टहरूमा जब केपी ओली चाहिँ हेलिँदै गए, त्यसपछि यो भयो त मैले त नाङ्गै छ, केही पनि पर्दा पछाडि छैन। अब कोही देख्दैन भने त त्यो दृष्टिहीनताको कुरा हो। अब म त नाङ्गै देखिरहेको छु। यो चाहिँ असन्तुलित विदेश नीतिको परिणाम हो। डाक्टर साहब, अब दुर्गा परसाईको कुरा गरौँ। दुर्गा परसाई अघिल्लो केपी ओली सरकार हुँदा पनि उनी चाहिँ कम्बोडिया प्रकरणबाट भित्र हिरासतमा जानु परेको थियो। अन्तरिम सरकार बनेपछि पनि अभद्र व्यवहार गरेको र त्यस्तै खालको शैली प्रयोग गरेको भन्दै उनलाई हिरासतमै राखियो। उनी बाहिर आएका छन्। सरकारसँग उनको 27 बुझे सहमति पत्रमा हस्ताक्षर भएपछि आन्दोलन फिर्ता लिएका छन् दुर्गा परसाईले। यसलाई कसरी हेर्नु भएको छ? अब उनले आन्दोलन फिर्ता लिए, बिहान मेरो पनि कुरा भएको थियो दुर्गा परसाईसँग। के भन्दै हुनुहुन्थ्यो दुर्गा परसाईले? होइन, अब प्रधानमन्त्रीसँग हाम्रो वार्ता छ, तपाईँले वार्तामा सहभागिता जनाइदिनु पर्यो भन्ने खालको कुरा थियो। र
प्रधानमन्त्री सकारात्मक छिन्, सम्भव हुने कुरा हामी वार्ताबाट सल्टाउँ, बाँकी कुराहरू गर्दै जाउँला भन्नुभएको थियो उहाँले। तर म अब उपचारार्थ बाहिर जाँदैछु, म त्यसमा असमर्थ छु, तपाईँहरू गर्नुहोस् भने मैले। भनेपछि दुर्गा प्रसाईले वार्ताको लागि डाक्टर साहबलाई अनुरोध गर्नुभएको थियो, तपाईँले चाहिँ पहल कदमीमा अगाडि आइदिनु पर्यो, जाउँ न भन्ने खालको कुरा थियो, वार्तामा जाउँ न भन्ने खालको कुरा थियो। तर म चाहिँ अब म फलोअपको लागि क्यान्सर हस्पिटल जाँदैछु चाँडै, म त्यसमा सहभागी हुन सक्दिनँ भने मैले। कसरी हेर्नुभएको डाक्टर साहब, दुर्गा प्रसाई चाहिँ एकाएक मोडिए, दुर्गा प्रसाई बल्ल राजनीतिक चेतमा आए भन्ने यहाँ बहस भइरहेको छ। दुर्गा प्रसाईले दिएका अभिव्यक्ति, उनले मागेका माग मुद्दाहरू, उनले गरेको यो वार्ता र आन्दोलन फिर्ता लिने कुरालाई कसरी हेर्नुभएको छ? अब उनले उठाएका सबै मुद्दाहरू विचारणीय छन्। ती मुद्दाहरू आम नेपाली जनतासँग जोडिएका छन्, खास गरी आर्थिक मुद्दा, यो लघुवित्तको कुरा, ब्याङ्कले गर्ने मिटर ब्याजको कुरा, यी कुराहरू चाहिँ विचारणीय छन् भन्नेमा मैले सुरुदेखि नै उल्लेख गरेर नै आएको हुँ। तर एउटा व्यक्तिले जस्ता मुद्दाहरू उठाइरहेछ त्यसलाई परिणाममा पुर्याउन कतिको सम्भव होला भन्ने बारेमा चाहिँ मसँग पनि संशय थियो। अब अहिले त्यही कुरा भइरहेछ। अब उहाँको शैलीसँग त हामी कहिले पनि सहमत भएनौँ। अब त्यो उहाँको लागि धेरै हदमा प्रत्युत्पादक पनि भएकै देखिन्छ। तर सरकारको स्थिति पनि विक भएको हुनाले उहाँ बस्दै आउनु भएको छ। अब यी अनुभवको आधारमा उहाँले चाहिँ आफूलाई सङ्गठित गर्नु उहाँको हितमा हुन्छ। अब मैले देख्दाखेरि त उहाँ एउटा सफल मेडिकल व्यवसायी हो। त्यसमा नै दत्तचित्त भएर अब साह्रै राजनीतिमा रहर छ भनेदेखि झापाबाट आफ्नो उम्मेदवारीलाई, त्यो दुर्गा प्रसाईलाई प्रधानमन्त्री सुशीला कार्यालय पनि भनिसकेको अवस्थामा तपाईँ यो सब नगर्नु, त्यहाँ नेताहरू अलोकप्रिय छन्, झापाबाट भिड्नुहोस्, सदनमा आउनुहोस्, आफ्नो कुरा गर्नुहोस् भन्नुभएको छ उहाँले, होइन। अब हामीले त सामान्यतया उहाँलाई भन्ने कुरा यति नै हो। मैले उहाँको मेडिकल व्यवसाय पनि जम्मै हेरेँ। उहाँको एउटा 5 स्टार त्यहाँ होटल बन्दैछ, स्कुल छ, मेडिकल कलेज पनि मैले अवलोकन गर्ने। यी फटाहरूले उहाँलाई दुःख दिएर सम्बन्धन नदिने, करोडौँको लगानी छ उहाँको। यहाँ त्यो गोविन्द केसी मार्काका मानिसहरू उठाएर त्यो ग्याङमा चाहिँ सुशीला कार्की आफै भन्ने पनि उहाँको कुरा छ। जे होस्, उहाँलाई चाहिँ ज्यादै नै हतोत्साहित गरियो। अब अहिले उहाँले आफ्ना मागहरू सुशीला कार्की समक्ष नै राख्नुपर्ने स्थिति आएको छ। अब त्यो त सरकारले दुर्गा प्रसाईको माग सम्बोधन गर्छौँ भनेर वार्तामा दुर्गा प्रसाईलाई मनाउन कसरी सफल भयो, त्यो पुरा गर्ला त डाक्टर साहब? होइन, अब त्यो त सामान्य कुराहरू हुन पनि सक्छन्, होइन। जस्तो सरकारले नै अहिले यो सहकारीको 1 लाख फिर्ता गर्ने भन्ने कुरा भएको छ। उहाँले त 20 लाखभन्दा मुनिको लोनमा चाहिँ अलिकति त्यसलाई केही अहिले यो ब्याङ्कमा पनि चाहिँ लगानीको वातावरण नभएर क्यापिटल फ्लाइटले गर्दाखेरि नेपालको ब्याङ्किङ सिस्टमै कोल्याप्स होला कि जस्तो सुनिँदैछ। अहिले तपाईँ ब्याङ्कमा जानुहोस्, पैसै राख्दैन अरे ब्याङ्कले, किनभने लगानीको वातावरण छैन। हिल्टन होटल जलाइदिइहाल्छन् भने देश त सिद्धिन आँटेको छ नि त। दुर्गा प्रसाईले उठाएको कुरा यो हो। र दुर्गा प्रसाई तपाईँलाई मनपर्छ पर्दैन, अनि उनले उठाएका एजेन्डाहरू पनि मनपर्छ पर्दैनन् भन्नुहुन्छ भने त नमिल्ने कुरा हो। त्यस कारण हामीले के भनेको भने दुर्गा प्रसाईले उठाएको कुरा ज्वलन्त र भ्यालिड जस्तो लाग्छ, यसलाई ध्यान दिउँ न भन्ने हाम्रो कुरा थियो। गर्दा गर्दै 15 वर्ष बित्यो। अब यो कलेज सम्बन्धनको कुरा पहिला चाहिँ आशय दिने, पछिबाट चाहिँ टन्टा, त्यो त कमिसनको लागि हो। खुल्लम खुल्ला यो मन्त्रीले 4 करोड माग्यो, उसले सेयर माग्यो, फलानु, उनले ढाँटेकै छैन नि केही पनि। कहिले उनी चाहिँ माओवादीसँग जोडिए, कहिले चाहिँ एमालेसँग जोडिए, पछाडि यो रहस्य थियो। उनीहरूले यो नगरिकन सिधै चाहिँ कलेजलाई सम्बन्ध दिएको भए त अहिले दुर्गा प्रसाई झेल्नु पर्ने थिएन नि त हामीले। त्यस कारण यो हो कुरा चाहिँ। यी कुराहरूलाई हामीले निषेध गरेर जानु, सामाजिक मुद्दामाथि उपेक्षा गर्नु हुन जान्छ। यस्तै गर्ने क्रममा चाहिँ जेनजी विद्रोह भएको थियो, किनभने दुर्गै प्रसाईसँग जोडिन्छ। चैत्र 15 जुन 3 कुनेमा भएको थियो, त्यसलाई सरकारले बिगारेको हो नि त। त्यो सबै त्यो बिगार्ने त सरकार हो नि त्यो बेला। र 3 कुने जुन बानेश्वरमा जे भयो
तिनकुनेमा नै त्यो गराउने हिसाब थियो अरे सरकारको। तिनकुनेको जस्तै होला भनेर उसले चाहिँ नेग्लिजेन्स गर्यो, देख्नु परिणाम के हो। यसरी बेइमानी एउटा सोचबाट चाहिँ राजपाट गर्ने होइन, राज्य चलाउने होइन। केपी ओलीको त्यो कपटपूर्ण व्यवहारले गर्दा नेपालको प्रहरी पनि चाहिँ विवादास्पद हुन पुग्यो, गलत काम गरायो नि। अब त्यहाँ अत्तो नपत्तो अर्काको मञ्चमा अश्रु ग्यास छाड्नुहुन्छ, ल भन्नु त, मञ्चमा अश्रु ग्यास छाड्ने हो। अश्रु ग्यास भनेको त भागदौड भयो, लुटपाट भयो, अपरिहार्य अवस्था, आत्मरक्षा गर्नुपर्ने भयो भने पो बल प्रयोग गर्नुपर्छ। त्यो गर्दाखेरि पनि अहिले त यो मेटल बुलेटको त सिस्टमै वर्जित भइसकेको छ विश्वमा। हवाई फायर गर्नु पर्यो, अनि प्लास्टिक हान्नु पर्यो, पानीको फोहरा फाल्नु पर्यो, लट्ठी हान्नु पर्यो, यो हो नि त गर्ने त। अब उनीहरूले त अब ऊ घरमै आगो लाएर त्यहाँ त्यो पत्रकार पनि योजनाबद्ध मारिएको भन्ने कुरा छ। यो सब त राज्यले गरे हो नि त्यति बेला, र यो प्रहरीको हातबाट गराइयो। त्यति बेला सरकारले चाहिँ नसिहत दिएर तिमीहरूले यसरी चाहिँ अब अहिले मैले देखिरहेको थिएँ यो जेएनजी सम्बन्धमा पनि मानवता विरुद्ध गरेको हरकतमा चाहिँ जाँचबुझ गर्नुपर्छ। आज पत्रिकाको सम्पादकीय नै छ। त यिनीहरू चाहिँ हामीले नै हानेको होइन, घुसपैठो भनेर चाहिँ काम चलाउन खोज्दै थिए। ती प्रहरी नै थिएन नि, स्वचालित हतियार प्रयोग भएको थिए भन्ने कुरा भन्नु, यस्तो कुरा भन्ने। अब अहिले सबै अन्तर्राष्ट्रिय सञ्जालहरूको चाहिँ बुझाइ के छ अरे भने यो जुन हतियार त्यहाँ प्रयोग भएको छ त्यो नेपाल प्रहरीकै हो र नेपाल प्रहरीसँगै त्यो हतियार। अब निवर्तमान महानिरीक्षकले खुल्ला भनेको हुन्छ, कसैले आदेश दिएको होइन, गोली चलाउने परिस्थिति उत्पन्न भयो, गोली चलेको भनेको छ। यही कुरा सत्य हो, किनभने स्थानीय ऐन अनुसार त्यो शक्ति चाहिँ सञ्चालन गर्नुपर्ने त्यो कानुनले दिएको स्थिति छ नि त। त्यहाँ संवेदनशील क्षेत्रको रक्षाको जिम्मेवारी चाहिँ बन्दुकधारी सुरक्षाकर्मीको हुन्छ। यो चिज सिंहदरबारमा भएन। अहिले सेनामाथि उठेको प्रश्न त्यही हो, त्यसको उत्तर दिनु पर्ला भनेर ऊ पन्छिन लाग्यो। यो सेना पन्छिन खोज्या डाक्टर साहब त्यसो भए होइन, त्यही हो नि त, जवाबदेहिताबाट भाग्न खोजेकै हो त सेना। अनि त्यो जवाबदेहिता भन्ने कुरा अर्कै हो। त्यो जवाबदेहिताको हकमा त उच्च तहले प्रश्न उठाउँछ, हामी त्यस्तो प्रश्न उठाउन सक्दैनौँ। त्यति बेलाको सरकारको प्रवक्ताले नै भनिसके 1000 सेना त्यहाँ छ, त्यसको रक्षा किन गरेन त भनिसक्यो त उसले। हामीले भन्यो भने त फेरि दुर्गा प्रसाई भइहालिन्छ नि बाबु। अलि सजिलो प्रश्न सोध्नु न, किन बेकारमा हिँड्ने बेलामा एयरपोर्टमै फेरि कैँची काटिदिएला एउटाले। डाक्टर साहब, दुर्गा परसाईले अब के गर्ला? उनले नागरिक बचाउ दल स्थापना गरेका छन्। दुर्गा परसाईलाई भेट्नको लागि पार्टी खोल्नु भयो कि उपाध्यक्ष हुनुभयो कि एलिजा गौतम पनि दुर्गा परसाईलाई भेट्न उहाँको निवासमै जानुभएको छ। त्यसो त एलिजा गौतम सामाजिक सञ्जालमा अब आफ्नो भनाइको कारण, अभिव्यक्ति कारण ट्रोलमा पनि आइरहनुहुन्छ। कसरी हेर्नुभएको छ एलिजा गौतमको भेटघाट, दुर्गा परसाईको दल? अब यो भेटघाट पनि पार्टी कताका कुराहरू पनि हुने हुन् कि कसरी हेर्नुभएको छ? त्यो त उनीहरूको कुरा हो, मैले भन्न सक्दिनँ होइन। अब सामान्यतया राजनीति भनेको ख्यालठट्टाको विषय होइन, यो पेसा व्यवसाय धन्दा जस्तो पनि होइन। तर यो देशमा चाहिँ त्यही नै भयो। रातोरात कोही पनि मान्छे मन्त्री हुने, कोही पनि मान्छे प्रधानमन्त्री हुने, दलालहरू राजदूत हुने, बिचौलियाहरू ठुल्ठुला जिम्मेवारीमा जाने, यो भयो नि त। त्यसैको विरुद्धमा जेएनजी विस्फोट थियो। तर त्यो प्रक्रिया चाहिँ जारी रहनु साह्रै ठुलो दुखान्त हो। अब मेरो चाहिँ चासो यहाँ मात्रै हो। अब को कहाँ गयो, कसले कुन दल खोल्यो, कसको बिचमा एकता हुन्छ, त्यो चाहिँ मेरो विषय होइन। त डाक्टर साहब, पार्टी खोल्ने क्रम के खगेन्द्र सुनवार भन्ने दलितलाई खोइ अभियान चलाउने उनले पनि पार्टी खोलेर हिजो प्रमाणपत्र पाएका छन्। डाक्टर सुरेन्द्र भण्डारी पार्टी खोल्ने, ऋषि धमला संरक्षक बनेर एलिजा गौतमको पार्टी, अब बाबुराम भट्टराई म अभिभावक बने, अब प्रगतिशील लोकतान्त्रिक पार्टीको चाहिँ म अभिभावक बन्छु, जहाँ जनार्दन शर्मा, सुदन किराँती, सन्तोष परियार, राष्ट्रवाद छोडेका सन्तोष परियारहरूको पार्टी, यो जुन पार्टीहरू बनिराखेका छन् डाक्टर साहब, यसलाई कसरी हेर्नुभएको छ? त्यो त उनीहरूको व्यवसाय हो। अघि मैले भने नि, अब राजनीति नेपालमा व्यवसाय भयो। अब व्यवसाय तपाईँले मार्केटमा लानु पर्यो भनेदेखि त काउन्टर त खोल्नु पर्यो, त्यही होइन कुरो। उनीहरूले एउटा काउन्टर खोलेका हुन्, त्यति हो। अब त्यो दोकान चल्छ कि चल्दैन, कस्तो माल त्यसले आपूर्ति गर्छ, ग्राहकहरू त्यसमा आकर्षित र सन्तुष्ट हुन्छ कि हुँदैनन्, त्यो त भोलि दोकानले उत्पादन गरेको वस्तु बजारमा पुगेपछि मात्रै थाहा हुन्छ, अहिले नै थाहा हुँदैन नि। बाबुराम भट्टराई अभिभावक बनेको पार्टी चल्ला डाक्टर साहब? त्यो दोकान चल्ने सम्भावना छ? होइन, त्यो उहाँको इतिहास हेर्दा अब
इतिहास हेर्दाखेरि त उहाँले पनि डिग्री अनुसार आचरण गरेको चाहिँ भन्न सकिँदैन होइन। उहाँले मन्त्री प्रधानमन्त्रीमै जोड जस्तो देखिन्छ। प्रचण्ड जस्तो जनयुद्ध गरेर आएकोले त मैले जनार्दनलाई गृह बनाएँ, ऊर्जा बनाएँ, अर्थ बनाएँ, पदभन्दा पदतिर बोल्न जाँदो रहेछ नि त यिनीहरूको त यस्तो ल्याकत देखियो नि त। मुद्दा पद होइन नि त, मुद्दा त सामाजिक रूपान्तरण हो। त्यसको लागि आर्थिक रूपान्तरण, राजनीतिक रूपान्तरण यो हो नि त मुद्दा त। अब त्यत्रो जनयुद्धको आइडियोलग त त्यसो भनेर हिँड्छ भने अब तपाईँ बाबुरामबाट त के आशा गर्नु? उनी त एकजना टेक्नोक्रेट मात्रै हुन्। त्यसकारण मैले भने पढ्दैमा प्रधानमन्त्री हुने हो भने त मलाई स्थायी प्रधानमन्त्री बनाइदिनुपर्छ भन्थेँ नि। म प्रधानमन्त्री हुन खोज्यो भने यहाँ कमाइहालेँ। मेरो आशय के थियो भने पढाइ एउटा हो, राजनीति अर्को हो। त्यही मेरो कुरा नमान्नाले अब एउटा प्रधान न्यायाधीश आएर प्रधानमन्त्री भइदियो, सारा मान्छेहरू, कर्मचारीहरू इत्यादि मानिसहरू चाहिँ सरकार चलाउनेमा पुगे त खेलबाड जस्तो, ठट्टा जस्तो हो नि। किनभने राजनीतिले बाटो बिरायो। राजनीति पनि मोलतोल मात्रै गर्थ्यो, मन्त्री प्रधानमन्त्री मात्रै भन्थ्यो, छोरी बुहारी स्वास्नी बोकेर हिँड्थे। अब बाबुराम पनि यो फेरि भन्दा पर छैनन्। त्यत्रो पढेको मान्छे भन्छन्। त्यत्रो पढेर हुनेको त मै स्थायी भइहाल्थेँ नि। पढाइ भन्ने अर्कै कुरा हो, राजनीति अर्कै कुरा हो, धर्म अर्कै कुरा हो, व्यवसाय अर्कै कुरा हो। तर यस्तो मुलुकमा चाहिँ के हुँदो रहेछ भने सबै कुरा ठोकिँदो रहेछ राजनीतिमा। राजनीति जस्तो त्यो विनोद चौधरी, त्यसलाई राजनीतिमा चुनावमा गएर भिड्नु, राजनीतिमा ठोकिनु के जरुरी थियो र? जति मैले अन्तमा भने जति भने पनि हृदय त्रिपाठी जति नै फटा भए पनि विनोद चौधरी भनेको त राजनीतिमा त उनको लगानी हो नि त। तर नवलपरासीका जनताले हृदयलाई रोके, विनोद चौधरीलाई निर्वाचित गरेर पठाइदिए। देख्नुभयो तपाईँ अब अहिले विनोद चौधरीले पनि जल्नु पर्यो। अब जलाइबाट के भयो त? अब यिनीहरूले विनोदलाई जलायो, मिनबहादुरलाई जलायो भन्दा मिनबहादुरलाई त जलायो डाक्टर साहब, राजनीति नगरे पनि एउटा चाहिँ एमालेलाई जग्गा दान दिएकै विषयमा लिएर त होला उहाँको त जलेको जहाँसम्म लाग्छ। अब त्यो त हामीले बाहिरबाट देख्दा हो, भित्र के हो थाहा छैन नि त होइन। तर मैले भन्न खोजेको कुरा चाहिँ विनोद चौधरीका कम्पनी जलाइयो, मिनबहादुरका जलाइयो, हिल्टन जलाइयो, त्यहाँ त नेपालीहरूको स्वार्थ जल्यो नि त। कयौँको पेटमा लात हानियो नि त्यसले गर्दा। त्यहाँ त सयौँ मान्छेले रोजगारी पाउँथे। त्यो राजस्व एमालेको फाइदा त्यसलाई छोडिदिनु अहिलेलाई। तर जस्तो हिल्टनमै 500-600 चाहिँ रोजगारी थियो। यो केबिल कार, कुन केबिल कार माथिको? चन्द्रगिरी केबिल कारमा 500-700 को रोजगारी थियो। सिजी ग्रुपमा 500-700 को रोजगारी थियो। विशाल समूहमा 500-700 को रोजगारी थियो। मिन भवनले त मिनबहादुरले 10,000 को रोजगारी दिएका थिए। यो काठमाडौँको मात्रै कुरा। तर हिल्टन जस्ता केही नभए 25वटा होटल जलाएको छ भन्ने छ देशभरि। 25 अरबको क्षति छ त्यहाँ। अब प्रतिनिधि सभा जल्यो, सिंहदरबार जल्यो, सर्वोच्च अदालत जल्यो होइन। ती संरचनाहरूको त्यहाँभित्र बस्ने भ्रष्ट न्यायाधीशहरूलाई जेसुकै कारबाही गर न, त्यसमा हामीलाई केही पनि भन्नु छैन। किनभने एकदमै गलत मान्छेहरू हुन् तिनीहरू। तर सर्वोच्च अदालत त हाम्रो शिर हो नि त। त्यो त सिंहदरबार त हाम्रो शान हो नि त। प्रतिनिधि सभा त हाम्रो मान हो नि त। त्यो सब कुरा त्यहाँ भयो। डाक्टर साहब अब एमालेको कुरा गरौँ। एमाले जनजी आन्दोलनमा सरकारमै रहेको दल हो। त्यसका अध्यक्ष प्रधानमन्त्री हुनुहुन्थ्यो तत्कालीन समयमा। उहाँहरू अहिले जनजी आन्दोलनपछि पनि यत्रो घटनाक्रम भइराखेको छ। उहाँहरूमाथि अब एमालेका नेताहरू बाह्र जाने भनेपछि त्यहाँ तोडफोड आगजनी भएको छ। एमालेका पोलिट ब्युरो सदस्य विराटनगर गएका रातो मसी छापिएको छ, विरोध जनाइएको छ। हुँदा पनि उहाँहरूको शैलीमा कुनै परिवर्तन भएको छैन। सुशीला कार्कीलाई धम्काउने, अन्तरिम सरकारलाई धम्काउने, राणा शासन हो भन्ने, तपाईँ संवैधानिक हिसाबले बनेको होइन भन्ने, तपाईँको चाहिँ हामी जागिर खाइदिन्छौँ भन्ने विभिन्न धाक धम्कीहरू एमालेबाट जसरी दिइराखिएको छ। उहाँहरू माथि फेरि विरोध पनि भइरहेको छ। रङ्गशालामा गयो एनपिएलमा विरोध भइरहेको छ, विराटनगर गयो जहाँ गयो त्यही विरोध भइरहेको छ। उहाँहरूको शैलीमा कुनै बदलाव आएको छैन। डाक्टर साहब यसलाई कसरी हेर्नुहुन्छ? अब त्यो उहाँहरूको सनातनीन शैली नै हो। किनभने त्यस्तै मान्छेहरू हुन् नि त तिनीहरू। केपी ओलीको शैली सदाबहार हो, त्यस्तै हो। अब
केपी ओलीको अस्तित्वलाई ढाल बनेर आउनेमा आखिर त महेश बस्नेतै देखिए होइन। उनीहरू पनि लखेटिए। एउटा राजनीतिक दल हो उनीहरूको, राज्यव्यापी चाहिँ उनीहरूको संरचना पनि छ। त्यो अनुसार उनीहरूले गतिविधि गर्न पाउने संवैधानिक अधिकार पनि छ। त्यसलाई निर्वाध रूपमा हुन दिँदा एउटा आयाम आउने थियो। तर उनीहरूलाई नै अवरोध गर्न थालेपछि, रातो मासी छर्किन थालेपछि, कुटपिट गर्न थालेपछि त प्रतिकार त हुन्छ होला नि त। तर यो उहाँहरूप्रतिको असन्तुष्टिको स्वर पनि त होला नि डाक्टर साहब। यो त उहाँहरूले बुझ्नुपर्ने कुरा पनि होला। ल त्यो बुझ्नुपर्ने कुरा हो भने अहिले चाहिँ अन्तरिम सरकारबाट जे हरकत आइरहेछ ती चाहिँ बुझ्नु पर्दैन। त्यसो भने तपाईँहरू किन बायस पत्रकारिता गर्न खोज्नुहुन्छ? हाम्रो दुश्मनी कुनै दलसँग छैन नि। हामी त समव्यवहार गर्ने मिडिया हौँ। मुख्य कुरा के हो भने अधिकांश नेपालीहरूको भूमिका अपेक्षित छैन, गलतै छ। त्यसको घानमा देश परेको छ। आज मुख्य मुद्दा त यो हो नि त। एमालेलाई आफ्ना गतिविधि गर्न दिउँ, केपी ओलीलाई बोल्न दिउँ। जब निर्वाचनको समय आउँछ निर्णय गरौँ। जस्तो अहिले केपी ओली के भन्दैछन् भने म चाहिँ तिमीहरूको माग बमोजिम 1 वर्ष अगाडि नै महाधिवेशन गर्दैछु, प्रतिस्पर्धा गर, फैसला। एकदम भ्यालिड कुरा भयो नि त उनको त्यो। अब त्यहाँभित्रका चाहिँ कस्ता छन्, यो सबै जुन अपराध हरकत नरसंहार भएको छ त्यो जम्मैको जिम्मेवारी केपी ओलीले लिनुपर्छ भन्दैछन्। त्यही पार्टीमा बस्ने, त्यही पार्टीको सरकारले गरेको हरकतको प्रतिरक्षा नगर्ने अनि त्यही पार्टीभित्र जागिर खाइरहने हास्यास्पद कुरा भने त्यसो भने पार्टीको बैठक गर्नु पर्यो, पार्टीभित्र यी कुराहरू उठाउनु पर्यो र के भएको हो एउटा ठोस निर्णय निकाल्नु पर्यो र त्यो निर्णय लिएर तल जानु पर्यो मासमा। मैले बुझेको पार्टी सिस्टम चाहिँ यो हो। केही पनि कुरा छैन यहाँ। जसले जे भने पनि हुन्छ, जसले जे गरे पनि हुन्छ, जस्तो बोले पनि हुन्छ। त्यो अभ्यासमा छ नि त अहिले। काङ्ग्रेसमा त्यही छ, राप्रपा त्यही गर्नाले सकिन आँट्यो, मधेसवादीहरू त सकि नै गए। त देखिरहेछौँ नि त हामी। अब यो कुनै राजनीति हो त? हाम्रो मुद्दा चाहिँ यो हो। राजनीतिमा पनि शिष्टाचार हुनुपर्छ, मर्यादा हुनुपर्छ, यावत कुराहरू हुनुपर्छ नि त। ती कुराहरू केही पनि भएनन्। हामीले यो कुरालाई मेन स्ट्रिमिङ गर्नुपर्छ। तेरो मेरो गरेर हामीले विचार दियौँ भनेदेखि हामी पनि कोपमा पर्छौँ नि त भोलि। सदा त्यही कुरा भयो यो देशमा। त्यो गल्ती चाहिँ हामीले गर्नुहुन्न भन्ने कुरा हो। हजुर। अब अन्तिममा छौँ डाक्टर साहब, राजसभाको राजनीतिक भविष्यका चर्चाहरू पनि छन्। काङ्ग्रेसभित्र महाधिवेशनका कुराहरू छन्। एमाले भित्र पनि महाधिवेशन र अब एमाले टुटफुटमा के कसो होला भन्ने विषयहरू हरेक पार्टीभित्र छन्। अब निकास के हो डाक्टर साहब? देशमा चुनाव फागुन 21मा गर्ने भनेको छ अन्तरिम सरकारले। निकासको बाटो के हो देशलाई चाहिँ? अब निकासको बाटो चाहिँ सर्वदलीय सर्वपक्षीय सरकारको गठनद्वारा निर्वाचनमा जानु नै हो। अब अहिले अन्तरिम सरकार पनि विवादास्पद भयो। उसको पर्फर्मेन्सको कारणले मात्रै होइन कि जेनजीले नै असन्तुष्टि व्यक्त गर्यो र अन्तरिम सरकारको राजीनामाको माग गर्न थाल्यो। जब सरकारवालाले नै त्यो सरकारको राजीनामाको माग गरे भने दलहरूले राजीनामा माग गर्नु स्वाभाविकै छ। जसको वीरता घुमेको छ, जसको राजपाट घुमेको छ नि त बाबु। त्यस कारणले साँच्चै निकास चाहेको भने सर्वदलीय सर्वपक्षीय सरकारको गठन र निर्वाचन निकास चाहेको भने। तर मेरो बुझाइ चाहिँ अड्काएर पड्काउने र यो देश सिद्ध्याउने, निकास नदिने खेल छ यहाँ र यसले चाँडै निकास पाउँदैन। हजुर। हस् डाक्टर साहब, तपाईँ जुन उद्देश्यको लागि भारत जाँदै हुनुहुन्छ उपचारको लागि, मेडिकल फलोअपको लागि, त्यो सफल होस्। यहाँलाई समय र सम्वादको लागि धन्यवाद। ल, धन्यवाद।